चाहिँ मुसुरीको दाल पहेँलो दाल खाएको अनि अब धेरै दिनमा खान ल चिकन पनि ल्याएको ब्रोइलर छ भनेर आज चाहिँ मुसुरीको दाल मलाई मन पर्दैन तर पनि खान्छु पाहुना पनि छ आज घरमा धेरै दिन मुख फेर्नु पर्दैन नि त हो तातो त भइछ हात पनि पोलै छ अनि थोरै खाना खान्छु भने धेरै खाना परिहाल्छ हो पछुटा अगाडि खुर्सा पनि टोकिरहेको छु अनि दहीको मही बनाउँछु जहिले पनि कि म चाहिँ दही महिनाभरि मिठो लाग्छ दहीको मही है खाँदैछु अनि कस्तो पकायो क्या गरी पकाएको ब्रोइलर धेरै भयो नि त त्यो टेस्टी छ धेरै दिनमा मुसुरीको दाल खान लाग्छ मिठो टेस्ट पो आयो त त्यो चाहिँ मलाई अगाडि खोल्छ त खुब लोभ लाग्छ हो अनि भरे चाहिँ कस्तो पेटो छ हात पोले हात कति तातो रहेछ क्या दाल त छैन हात पनि कति कालो भयो क्या स्कुटरमा हिँड्दाखेरि म 15 आउँदैन नि त अनि हात डढेर कालो कालो यति तरिका खाइसक्न लागेको छु अब चाहिँ मिठो छ कि सजिलो आउँछ म चाहिँ खाँदाखेरि थालमा सिता पनि रहनु हुँदैन कि अनि मसँगले खाने बस्नेहरूलाई पनि त्यसरी खाऊ भनेर सिकाउँछु कि मनै पर्दैन यसैको लागि हामी दुःख गर्नुपर्छ नि त त्यही खानाको लागि अनि त्यही खानालाई किन एक ग्लास भए पनि फाल्ने एक सिता भए पनि फाल्ने जस्तो लाग्छ कि मलाई चाहिँ म चाहिँ नि अन्नलाई धेरै रेस्पेक्ट गर्ने मान्छे हो कि त्यही भएर चार सुर चाटी खानुपर्छ चाटी खानुपर्छ अनि यस्तै हामीलाई हाम्रो आमा बुवाले पनि सिकाउनु भयो होइन यसरी खानुपर्छ भनेर खानुपर्छ यसैको लागि हामी गरिन्छ होइन यसैलाई किन सिधा सिधा पनि चाटिरहेको छु हो मिठो मानेर सक्यो खाना बुझ्यो नि मिठो गरी खाएपछि हेर्नु है साथीहरू सबैले हाम्रो दाल पनि पिएँ खाइयो दाल पनि सुप्पो सक्यो खानेकुरामा मिठो सक्यो